सानो भ्यू तपाईँलाई गरम चाहिँ जोर गरमै रहेछ यहाँको लालुपाते फुलेर ढकमक्क छ यो माथि चाहिँ चर्च छ लालुपातेले चाहिँ छाइदिएको रहेछ यहाँ तुरुकमा सम्पूर्णलाई फेरि पनि सेवानी जयमसी नमस्कार हजुर सबैजना सन्चै हुन्छ होला फेरि मेरो भन्नुभन्दा नि मेरो भन्नुभन्दा पनि म पनि एकदमै सन्चै छु र फेरि तपाईँलाई ड्याडी जनी ब्लगमा एकदमै वेलकम छ र साथीभाइ आज चाहिँ म यहाँ आएको छु तुरुक जो चाहिँ साउथ सिक्किम पर्छ है र यहाँनिर चाहिँ आज हाम्रो सेवाकाई सङ्गति आजको दिनमा यहाँनिर हाम्रो सङ्गति सेवा थियो र सेवा भिजिट गर्दै सेवालाई एटेन्ड गर्दै हामी चाहिँ यहाँ आएका छौँ र आजको यो छोटो ब्लग हुनेवाला छ है सङ्गति सेवा सङ्गतिको ब्लग हुनेवाला छ तपाईँले जो पनि नयाँ हुन्छ मेरो च्यानलमा उहाँले हेरेर सब्सक्राइब लाइक सेयर पनि गरिदिनुहोस् र छोटो भ्यू तपाईँलाई तुरुकको चाहिँ यहाँनिर एकदमै गरम परेको रहेछ हो र यतापट्टि लालुपातेहरू ढकमक्क फुलेको रहेछ यो ब्लग एकदमै छोटो हुनेवाला छ र एकदमै रमाइलो हुनेवाला छ जो चाहिँ यो परमेश्वरको लोकहरूलाई लेखेको पत्र हो भनेर हामीले जान्नुपर्छ, हामीले यसलाई विश्वास गर्नुपर्छ, यसलाई हामीले महसुस गर्नुपर्छ। अनि आजको दिनमा यो जो हे परमेश्वरको मानिस, परमेश्वरको जन, म्यान अफ गड, वुमन अफ गड भनिकन जो यहाँनिर तपाईँ र मलाई यहाँनिर बताइराखेको छ। अनि त्यो चाहिँ के हो भन्दा पहिलो कुरा यहाँनिर भन्छ 3 पददेखि अभिनव राय उहाँले 70.2% स्कोर गर्नुभएको छ र उहाँलाई हामी यो एउटा सम्मानको चिन्ह दिइसकेको छ। त्यसले गर्दा लागि जोरदार ताली बजाउनुहोस्। अनि टोकन अफ लभहरू वितरण गरिरहेको छ। यसरी नै आउँदो दिनहरूमा राम्रो उन्नति गर्दै अगाडि बढ्ने अनि प्रभुको महिमा गर्ने। 1 जना, तिमीबाट 4 जना, नामबाट 2 जना, गान्तोकबाट 19 जना, मार्ताबाट 21 जना अनि सबैभन्दा बेसी चाहिँ तुरुक्सीको लागि ताली बजाउनुपर्ने। यो चाहिँ अब आफ्टर सेवा चाहिँ खानाको तिम्रो म खाना खाइहालौँ न, खुवाउ न अलिकति। तिम्रो बेसी उयो नदेखो भाइ, अलिअलि खाना खाऊ। नाटक देखाएको नि के पायो तिमीले? के चाहिँ लस?
हिँड न खाना खानु हिँड न छुट्टी भएको